अब चाहिँ हामी होइन गाइस हामी रेडी सेडी भइसक्यो नयाँ गरेर अब हामी जान लागेको छु। अब हामीले एउटा बाइक पढिरहेको छ र त्यो बाइकको चाबी दिन गइरहेको छु हाम्रो आस्तुलाई। आसु चाबी लाउनु हजुर बाइकको टुरान्डी बाइकको तलको त उता माथि झुन्डा निस्किसकेको छ होइन। अब हामी चाँडै अब 1 घन्टापछि पुग्छ र त्यहाँबाट फेरि 2 घन्टा जति घन्टामा त काठमाडौँ पुगिन्छ बर्डरबाट। हाम्रो यो अब हामी गोर्साङबाट मैले चाहिँ गर्नेछ भिडियो गोर्साङ अथवा सो गाइस अब चाहिँ हामी यहाँ गोर्साङ मानडाँडा आइसकेको छ। सुमन र म चाहिँ हाम्रो यहाँ अफिस तारकेश्वर फाइबर नेटको अफिस छ यहाँ। हामी चाहिँ मानडाँडा आइसकेको छ। अब के छ दिदी के हुन्छ तपाईँलाई देखाउँदा अङ्गुरको किलोको कसरी हो 250 वाला अडिक छ। हाम्रो फेरि सुरु हुँदैछ। अब राइटर तिमी बन्ने होला नि त बाबु भन्ने ल फेरि पनि मै हो राइटर होइन। बटरसम्म चाहिँ मै लगातार राइटर रहेछ अनि पछि बटर बजार आइपुगेको छ। अब चाहिँ हाम्रो राइटर सुमन तामाङ हामी चाहिँ अब यहाँ अनिल दोस्त छ होइन अगाडि मुस्कान। अब यसले बाइक हेलो गाइज हामी चाहिँ अब यो नुवाकोट टु दोलखा सैलुङ जाँदैछौँ। अहिले हामी काठमाडौँ न्यु रोडतिर छौँ। अब हामी भक्तपुरतर्फ लाग्दैछौँ। भक्तपुरबाट चाहिँ हामी धुलीखेल हुँदै पाँचखाल हुँदै चिरखिल हुँदै हामी दोलल घाट हुँदै यसरी जाने चाहिँ हामी चाहिँ धुलीखेल आइपुग्यो होइन अहिले। अब भने हामी धुलीखेलबाट र त्यहाँबाट फेरि दोलखा मर्निङमा हिँड्नेछ र हामी चाहिँ खास यात्रा अब दोलखाको यात्रा हो होइन सैलुङ चाहिँ। र यस्तो टिफरहरू आउँछ होइन के गर्नु यहाँतिर नाइटमा अब ठुल्ठुलो गाडी हिँड्ने रहेछ। मेरो पालो सकेर अब बाजेको पालो छ होइन यहाँ सेकेन्डमा बाजेलाई दिएको छ मैले। पछाडि हाम्रो चाहिँ पछाडि चाहिँ हाम्रो होइन हाम्रो पछाडि चाहिँ प्रकाश भुजेल झाँक्री अरे होइन। यस्तो छ के गर्नु बिजोग छ गाइस। यता अनिल छ हाम्रो। अब चाहिँ हामी 0 किलो भन्ने ठाउँमा छ र अब हामी खानेछ होइन। हामी चाहिँ लास्टै हिँड्यो उठ्न नि सक्दैन अब भोलि चाहिँ होइन। अब मेरो यस्तै हो भिडियो युट्युब च्यानलमा हेरिदिनु होला। यस्तो छ होइन जुत्ताको हालत मान्छेको हालत पनि यस्तै छ। अब चाहिँ हामी भने लागिसकेको छ होइन 0 किलोबाट दोलखासम्मको यात्रासम्म। हाम्रो राइडर काका मुस्कान तामाङ अनिल तामाङ सुमन लामा तामाङ के हो अरे एसएमसी मेरो बाजे हुनुहुन्छ। अब भने चाहिँ म पनि होइन चढिसकेको छु बाइकमा र अय्या 0 किलोको मौसम यस्तो छ गाइज होइन के गर्नु। मागहरू सबै उ भइसकेको छ होइन। पछाडि माइकको आउँदै हो फेरि हाम्रो केटाहरू छ होइन। यता बाइक वास गर्दैछ।
हाम्रो बाइक यस्तो हुँदैछ गाइस होइन के गर्नु हिरो बेलुकाकोले छ अनि दोलाल घाट आइसक्यो होइन यो चाहिँ दोलाल घाटको पुल हो जान्छ बजार यता होइन यो पनि हो बजार दोलाल घाटको हामी चाहिँ यतातिर अब यहाँ मैयाहरू भेट्या होइन अब यसो मैयाहरूको टिकटक बनाउँदै रहेछ हाम्रो यता बाजे बिजीको बिजी फोनमा चारीकोट पुग्नुपर्छ त पर्दैन है आउँदैछ गाइस दादिङ गजुरी मेरो बे हुँदैन लगाउन जुरी टक टक यस्तो बवाल रमाइलो भइरह नि होइन खास यहाँ छ मैयाहरू टावर छ कि तर गाडी आउँछ है बिरती भनेर मनको डेरा तिमीमै सारे बरिलाई म त तिम्रै मायामा हामी लागेको होइन यतातिर छ अब चाहिँ हामी होइन सहिलेको गाई यता पनि हेर जोडी रहेछ टिकटक बनाउँदैछ हो त वर्षमा यस्तो छ गाइस होइन त्यहाँबाट गाडीको लाइन छ यहाँतिर अझ माथितिर पनि छ बाइकहरू पनि त्यस्तै छ प्रायः चाहिँ गाडी जस्तो छ बाइक चाहिँ माथितिर जस्तो छ गाइस फर्किँदै हेलो लो गर्नुभयो हेलो लो हेलो गरिदिउँ गाइस गर्दैन त एउटाले मात्र गरिदियो यार हेलो हेलो गरिदिउँ लालीगुरा समूह सैलुङ भ्रमण 2081 82 हुनुपर्ने 81 किन लेख्यो त्यहाँ नयाँ वर्षमै गाइस यत्रो है गाडीको लाइन कति अझै आएन क्या हो
पासा के भयो पासा के भयो गाडीको त आमा हामी चाहिँ अब सैलुङको भ्यू भयाङ यहाँ छ गाइज होइन अब हामी चाहिँ माथि ग्रेट तो भिडभाड छ गाइज होइन कहिले पुगिन्छ आम्बो कति मियो है थाकिरहेको गाइस यति हिँड्दै थाक्दो रहेछ म 2022 सालको वैशाख 1 गते मेला यहाँ दोलखा जिल्लाको त्यही मान्छे छ यहाँदेखि पासाङ माथि पुग्यो रे यहाँदेखि अल्लसम्म छ होइन सबै हिँड्दा मान्छेहरू भिड भइरहेको छ ऊ डाँडा त कति घुम्ने लाली त गुराँस फुल